इटहरीको जीआर मेन पावर सर्भिसले लगभग 8 करोड ठगी गरेर फरार भएको छ। पीडितहरू यतिखेर तपाईहरु देख्न सक्नुहुन्छ, यतिखेर बाहिर बसेर धरना गरिराख्नु भएको छ। नाम के भन्छ? तपाईको कति 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 खाको? 2 लाख हो। 2 लाख। तपाईको? मेरो पनि 2 लाख हो। रोमानियाको लागि बेचेको थियो। आज उडाउँछु बोलाउँछु भन्दा भन्दै बेपत्ता भइसक्यो। कति महिना भयो? हजुर मेरो दिएको 2 वर्ष भयो पैसा दिएको 2 लाख। अनि जस्तो 2 वर्ष भयो 2 लाख दिएको। 2 वर्ष भयो ब्याजमा निकालेर दिएको 2 लाख। अनि जब त्यसको घरमा जान्छु खोज्नलाई अनि उसको बुढी हुन्छ उल्टै अस्ति गएको थिएँ त अब मेरो घरमा आइस भने मलाई टर्चर दिनलाई तिमीहरू सबैलाई थुनाउँछु भनेर मलाई धम्की दिएको थियो उसको बुढीले चाहिँ। तपाईहरु सुन्नु सक्नुहुन्छ, उहाँको घरमा जाँदाखेरि पनि उहाँको श्रीमतीले उल्टै धम्की दिने भइरहेको छ। पुलिस प्रशासनमा उहाँहरूले कम्प्लेन गरिसक्नु भएको छ। केहीको कम्प्लेन दर्ता भइसकेको छ भने केहीको प्रक्रियामा छ। तपाईको कति खाको? हजुर मेरो 3 लाख रुपैयाँ खाएको छ। कहाँको लागि कोसिस गर्नु? मैले रोमानियाको लागि गरेको। अरु कमजको खाएको छ? मेरो 2 लाख हजुर। तपाईको? मेरो पनि 2 लाख आएको छ। तपाईको? 1 लाख। 1 लाख। तपाईको? हजुरको? मेरो पनि 2 लाख हो। पैसा लगेको 4 वर्ष भयो हैन। अब 4 वर्ष भइसक्यो, साउन ब्याज केही पनि छैन। यत्रो जना मासमा हुनुहुन्छ यहाँहरु, उहाँहरु सबै पीडितै हो। लगभग 200 जना भन्दा माथिको पैसा कवितले खाइसक्नु भएको छ। म हजुर तपाईँ नै भनेर बोलिरहेको छु उहाँलाई। त्यस्तो हामीले नचाहिँदो काम पनि गरेका छैनौँ, गर्न पनि हुँदैन। तर उहाँले अचाहिँदो काम गर्नुभयो। हामीले यत्रो पसिना बगाएर अथवा ब्याज सहितको पैसा काटेर विदेश जाने भनेर चाहिँ यहाँसम्म गर्यो। अहिले 4 वर्ष भयो यो पाइएको छैन। न विदेश पठाइयो, न पैसा पाइयो, न पासपोर्ट पाइयो। यो मिडिया मार्फत म के भन्न चाहन्छु, पासपोर्ट पनि अहिलेसम्म पाइएको छैन। सबैको यही छ। त्यसो हुँदाखेरि म यो मिडिया मार्फत के भन्न चाहन्छु भने हाम्रो सम्माननीय गृहमन्त्री ज्यूसम्म यो न्युज चाहिँ पुगोस् र उहाँलाई जो कवित कुमार चौधरी उहाँ हुनुहुन्छ उहाँलाई तत्काल चाहिँ एरेस्ट गरेर चाहिँ हाम्रो उहाँलाई कारबाही होस्। हाम्रो चाहिँ हामी पीडित माथिको चाहिँ यो पैसा वापस अथवा न्याय मिलोस् भन्न चाहन्छु। म अरू केही पनि भन्न चाहन्छु। लगभग मेरो हिसाबमा अरू त म थाहा पाउँदिनँ, तर मैले यो न्युज अथवा साथीभाइहरूको कुरा सुने अनुसार र कलेक्सन गर्दा 8 करोड भन्दा तल छैन उहाँले ठगी गरेको। अब यो चाहिँ कसरी हामी न्याय पाउँछौँ, यो गृहमन्त्री ज्यूसम्म पुगोस् भन्न चाहन्छु। म अरू केही भन्न चाहन्छु। धन्यवाद। तपाईको कति? मेरो 3 लाख। 3 लाख। कहाँको लागि? रोमानिया। तपाईको? मेरो चाहिँ 1,30,000 हो। अब म पनि 2 वर्षदेखि यही मेनपावरमा धाइराखेको छु। अब हाम्रा सबैका कुरा एउटै हो, हामी सबै पीडितै हौँ। अब मलाई लाग्छ अब हामीले यदि न्याय पाउने हो भने अब अहिले नयाँ सरकार बनेको छ, हेर्नु आस्ते हामीले अहिलेका गृहमन्त्री नै गरेका छौँ। त्यही भन्न चाहन्छु। अब बाँकी हामी सबै पीडितै छौँ। ल तपाईहरु देख्न सक्नुहुन्छ, यहाँ लगभग 50 जना भन्दा ज्यादा हुनुहुन्छ। तर 200 जना उहाँहरूको 200 जना भन्दा बढीको ठगेर भागेको छ भन्ने हल्ला छ। तपाईहरु कहाँबाट हेर्दै हुन्छ कमेन्ट गरिदिनु होला र उसलाई शेयर पनि गरिदिनु होला। उहाँहरूले न्याय पाउनुपर्छ भन्ने कुरा हो।